साथीहरू के गर्नुहुँदैछ? म चाहिँ खाजा बनाउन आँटेको र खाजामा चाहिँ म आज के बनाउँदैछु भन्दाखेरि चाहिँ रातिको भात थियो। त्यसलाई चाहिँ भुट्छु हो। अब भुट्नु त सबैले भुटेर खान्छ रातिको भातहरू, किन फ्याँक्नु है, राम्रै छ भने हैन। कति कति महँगो दामको चामलहरू हुन्छ हैन। र म चाहिँ के लगाएर भुट्छु म तपाईँहरूलाई देखाउँछु ल, हेर्दै गर्नुहोस्। चाहिँ छ रातिको भात, अलिक छ बेसी छैन। बन्दाकोपी काटेर राखेको अलिकति छ। र यहाँ चाहिँ छ यो चाना चाहिँ मैले राति नै भिजाएर राखेको थिएँ, किनभने हिजो राति हामीले थुक्पा खाएको थियो र भात बाच्छ भनेर चाहिँ मैले पहिल्यै चाना भिजाएर राखेको थिएँ। अब हेर्नुहोस् है कसरी भुट्छु भनेर। तपाईँहरू पनि यसरी भुटेर खानु भएको छ कि छैन? भुटेर खानु भएको छैन भने चाहिँ भात बाच्यो भने चाहिँ यसरी भुटेर खानुहोस्, एकदम दामी हुन्छ है। र अब म भुट्नु तयार गर्दैछु है। र मैले कराईमा तेल लगाइसकेको छु। तेल चाहिँ मैले अलिकति लाग्छु किनभने भात अलिक कम्ती छ। तेल चेलचेल भएको मलाई मन पर्दैन। र म अब यहाँ लाउँछु चाना। मैले चाहिँ चाना लगाइसकेको छु र यसलाई चाहिँ अब चलाउनु पर्छ। चलाएर चाहिँ यहाँ नुन, म चाहिँ हल्दीहरू लगाउँदैन है यताको भातमा चाहिँ। म चाहिँ यतिकै भुट्छु, तर पनि तेल बेसी भइहालेछ है हो। त्यसलाई चाहिँ पाक्नु दिनुपर्छ। आधा आधा पाकेपछि मात्रै म चाहिँ यहाँ बन्दाकोपी लगाउँछु। मैले चाहिँ यहाँ बन्दाकोपी पनि लगाइसकेँ। चाना अलिक पाकेको जस्तो भएर हो। अब यसलाई फेरि यो बन्दाकोपी र यो चानालाई चाहिँ अलिक मजाले पकाउनुपर्छ। त्यसको बादमा चाहिँ हाल्नुपर्छ हिजोको त्यो भात। र मैले यसमा भात पनि एड गरिसकेँ। हेर्नुहोस् मैले मजाले चलाएर छोडेको छु। अब यो भात चाना बन्दाकोपी चाहिँ म 5 मिनटसम्म यसरी भुट्नुको लागि छोडिदिन्छु। र अब चाहिँ म तपाईँहरूलाई यो पाकेर थालमा हालेर देखाउँछु है त। दामी हुन्छ है यसरी भुटेर खायो भने चाहिँ। साथीहरू मैले चाहिँ भात भुटेर पनि ल्याइसकेको छु। हेर्नुहोस् कस्तो दामी देखाएको छ। चाना बन्दाकोपी बासी भात है। नेपालीमा चाहिँ भुटेको भात, अङ्ग्रेजीमा चाहिँ फ्राइड राइस अरे। हे भगवान्, नाम पनि के हो एउटै भातको। अन्त हेर्नुहोस् यी बदाम, सुकेको खुर्सानी, टमाटरको अचार रौखाइ हुन्छ आज चाहिँ। दामी भएको छ है। तपाईँहरूले पनि बनाएर खानुहोस् होला यसरी हो। अन्त यो होइन कि यही बन्दाकोपी लगाउनुपर्छ, यही चाना लगाउनुपर्छ, यो होइन। तपाईँहरूले अरू सब्जी पनि एड गरेर बनाएर खान सक्नुहुन्छ। तर बनाएर चाहिँ खानुहोस् है, एकदम दामी हुन्छ।